अहिले चाहिँ हामी ब्रेटनको फेरि पनि गुड मर्निङ छ हाम्रो मनाङबाट। आज चाहिँ हामी कि त तिलिसो जाने छौँ अनि कि त हामी फर्किने विषयमा छौँ। अब हेरौँ के हुन्छ। अब मेरो उहाँको स्वास्थ्य अलिकति टाउको दुख्ने भएको कारणले चाहिँ मेबी हामी फर्किन सक्ने सम्भावना छ। तर यति भन्दैमा जस बिहानको भ्यू चाहिँ एकदम राम्रो छ। तपाईँहरू हेर्नुहुन्छ यस्तो पर घाम लागेको छ रातिर है। अनि हुन्छ यो चाहिँ हामी बसेको होटल अगाडिको एकदम एकदम नजिक हातले छोला जस्तो खालको छ है भ्यू चाहिँ। त्यही हो। अब आज कि त फर्किने कि त अब तिलिसो जाने गइन्छ। गयो भने चाहिँ जस त्यसको क्लिपहरू पनि हालिदिन्छु है त। हामी तल हुन्छ। हामी भर्खरै माथि मनाङदेखि तल झरेर चाहिँ हामी अहिले यो गङ्गापूर्ण लेक जाने बाटोमा छौँ। यहाँ चाहिँ एकदम खोला अनि ब्रिज भएको कारणले चाहिँ एकछिन रोकेर फोटो खिच्छौँ अनि भिडियो सुट गरौँ भनेर चाहिँ हामी रोकेको छौँ। सो लेट्स टेक सम ड्रोन शट एन्ड देन लेट्स मुभ अन टु गङ्गापूर्ण लेक। अहिले चाहिँ हामी गङ्गापूर्ण लेकमा आइसकेको छौँ। यो चाहिँ अहिले चाहिँ सुकेको छ अवस्था चाहिँ सोचेको जस्तो चाहिँ छैन। अहिले चाहिँ आइस अनि ग्लेसियरले भरेको रहेछ। अहिले चाहिँ त्यति साह्रो पानी पनि छैन, ठिकै छ। सिन चाहिँ राम्रो छ किनकि हिमाल चाहिँ एकदम क्लोजअपमा देखिन्छ यहाँबाट चाहिँ। अनि पारी हेर्नुभयो भने चाहिँ त्यही हो मनाङ हामी हिजो झरेको ठाउँ चाहिँ। अनि यो ग्लेसियरबाट चाहिँ हुँदै अनि खोलाहरू बग्दो रहेछ त्यहाँ पर चाहिँ। अनि हामीसँग चाहिँ यहाँ रेस्टुरेन्टहरू पनि रहेछ, गङ्गापूर्ण रेस्टुरेन्ट। भ्यू चाहिँ बपाले छ है। कस्तो क्लोजमा देखेको हो है। यहाँ चाहिँ हिजोको इन्डियनहरू हामीसँग आएको थियो, उनीहरू नि छ रहेछ। तर उनीहरू चाहिँ सायद चिया खानुपर्छ होला।
चाहिँ खाङसार बजार रहेको छ। अब हामी चाहिँ तिलिचो लेक यता देब्रेपट्टि हुँदै जाने वाला छौँ है त। सो फार इन्जोय हुँदैछ। भ्यू एकदम दामी छ है। हिँड्दा बाटोमा यस्तो भ्यूहरू देख्न सक्नुहुन्छ तपाईँहरू। उता मेरो मिसेस अलिकति हाई लाग्ने प्लस अलिक खुट्टा दुखेको कारणले चाहिँ खोलामा आउँदै हुनुहुन्छ। बट आम वकिङ अल द वे, किनभने ट्रेकिङको मजा चाहिँ हिँडेरै आउँछ होइन। घोडा चढेर चाहिँ अब मान्छेहरूको अब आफ्नो अब फिजिकल कन्डिसन अनुसार नि हुन्छ। अब हामीले फेरि हामी फिट भयो भन्दैमा फेरि अरूलाई त्यसरी भन्न त मिल्दैन। जस ट्रेकिङको चाहिँ मजा चाहिँ हिँडेरै आउँछ है। यस्तो ट्रेलमा ब्युटिफुल माउन्टेन्स, तल खोला, त्यस अब रफली 5 घन्टा लाग्छ भन्छ मान्छेहरूलाई चाहिँ। तर मेरो पेस म ठिकै छु, त्यही भएर चाहिँ मेबी अलि अर्ली पुग्न सक्छु कि भन्ने मेरो अनुमान रहेको छ। सो प्रोबब्ली थिङ्किङ अराउन्ड 3 आवर है। 3 घन्टामा पुग्यो भने चाहिँ रेस्ट गरेर चाहिँ भोलि बिहान नै 4 बजे चाहिँ हिँडेर फेरि तिलिचो लेक गइन्छ। डिपेन्ड्स अन उसको हेल्थ कस्तो हुन्छ। तर ऊ चाहिँ बेस क्याम्पमै बसेर चाहिँ म माथि जाने प्लान चाहिँ छ है। आज हाम्रो प्लान बी चाहिँ जस्ट भ्यू इज ब्युटिफुल हियर इन मनाङ अन द वे टु तिलिचो लेक एज वेल। हेर्न सक्नुहुन्छ उहाँजी अहिले आउँदै हुनुहुन्छ घोडामा। म चाहिँ फेरि पनि हिँड्नुपर्ने हुन्छ, फेरि भेटाइहाल्छ घोडामा मलाई। घोडाभन्दा अगाडि हिँड्नु पऱ्यो नि, फेरि मेरो फिटनेसमा क्वेसन मार्क आउँछ। तर त्यहाँ अहिले चाहिँ भर्खर हिउँ पहिरो गयो जस्तो हो क्या, त्यहाँ सबै हुर्र आएको थियो। यो ठाउँको नाम चाहिँ के हो? तेरेकुम्बु। लगभग हामी कति 1 घन्टा त हिँडेको छैन होला है? खासै 1 घन्टा नि भएको छैन। तेरेकुम्बु भन्ने ठाउँमा आइपुग्दो रहेछ। के अरे यो खाङसारबाट 40 मिनट 30 मिनटको बाटो हिँडेपछि अनि ऊपर मन्दिर छ। माथि चाहिँ होटल लाइन रहेछ क्या। म त अर्कै गाउँ होला भनिरहेको अघिसम्म। जस हामी धेरै भएन हिँडेको चाहिँ। अब चाहिँ फेरि एकछिन नबस्नु पर्ला हो। यो हल्का उकालो छ अरे, त्यसपछि ठिकै छ अरे बाटो चाहिँ। तपाईँहरूले यदि तिलिचो आउँदै हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ तपाईँहरूको खाङसारबाट चाहिँ 30 मिनटमा भेट हुन्छ। एकदम राम्रो छ भ्यूहरू अनि ठाउँ राम्रो हुने बित्तिकै त्यो थकान नै महसुस हुँदैन क्या फेरि मलाई चाहिँ। प्रायः मान्छेले त्यस्तै हुन्छ होला। सब फुटेछ, लिप्स स्किन सब फुट्छ। खासै केयर गरिँदैन माथि आएपछि, तर केयर चाहिँ गर्नुपर्छ है। ल यति भन्दै अहिले फेरि राख्छु, भरे अपडेट दिन्छ है त। ठिकै छ हौ, अल गुड। ठिकै छ अरे, घोडामा चढेपछि ठिकै नभए के हुन्छ त होइन। यसको We've been waiting for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kind of feel a little younger. है भर्खर हामीले तलबाट कुरा गरेको तारा गुम्बा चाहिँ यही नै हो। एकदम यस्तो एल्टिट्युडमा नै यस्तो मजाले बनाएको रहेछ है। तपाईँहरूले फ्ल्यागहरू देख्न सक्नुहुन्छ। हिमाल कि माथि अनि तल खोला
मनाङमा सेटल हुनुपर्छ क्या हो। एकदम राम्रो राम्रो बाटोमा यस्तो यस्तो एटलिस्ट गुम्बाहरू भेटिराख्यो भने नि आनन्द आउँछ नि त, बाटो लामो लाग्दैन। अझै पनि यो हिजो अस्तिको हिउँ हो, यो हिजो अस्तिको हिउँ अझै छ है यहाँ। दसैँको हिउँ चाहिँ अझै स्टिल यहाँ रहेछ। ल ल अघि जस्तो गर्थ्यो झ्याल्ला गर्थ्यो ल खै किस गर्ने मान्दैन किस गरे नि वर्क छ के के हो यो त पाइप दिदिरहेछ नि हामी तपाईहरु बेसी कम जाने हो We've been waiting for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kinda feel a little younger. Run away and embrace the day. The sun is out, won't go away. Feel the clouds on your shoulder. Touch the sky, feeling bolder. Going out, going all the way. Going out, yeah, yeah. Going out, going all the way. Going higher. Going all the way. Going up. Going all the way. Going up. Going all the way. Going higher. Break the mold, then press repeat. Get 'em up on the edge of their seats. Set your aim a little higher. We're gonna go there. Going out, going all the way. Going high, yeah, yeah. Going up, going all the way. Going higher. Going all the way. Going up. Going all the way. Going up. Going all the way. Going त्यो बिस्तार झर ल, बिस्तार झर ल, बिस्तार झर, म आउँछु। बाटो बिस्किन्छ है। ढुङ्गा राख्छु यो जम्मै समेत जान्दै उता के हो खास बाख्रा हो? यो चाहिँ के हो? के हुन्छ किन जङ्गली बाख्रा हो? हैन ब्लू सिप? ल यो चाहिँ ब्लू सिप रे, रेयर टु सी। ल्यान्डसाइड एरिया भर्खर पार गऱ्यो हामी। यहाँको चाहिँ ऊ पर योभन्दा तल चाहिँ पर डबल यसको। फाइनल्ली ल्यान्डसाइड एरिया सक्यो। अब बिस्तारै बेस क्याम्प देखिन्छ। यो घुम्ती गर्ने बित्तिकै बेस क्याम्प देखिन्छ। फाइनली बेस क्याम्प देखिएको छ लगभग 5.5 घन्टाको यात्रापछि, किनकि हामी बिस्तारै आयौँ, उसलाई साह्रो पर्छ भनेर। नत्र चाहिँ मोटामोटी 4 घन्टामा आइपुग्थ्यो। भोलि हिँड्ने बाटो चाहिँ सर्लक्कै म यो बाटो हुँदै माथि जान्छु। खोइ नावर यो चाहिँ एकदम रेयर छ होला है, एकदम लो हुने खालको हो। त्यस भोलि हामी यहाँबाट बाटो हुँदै जान्छ न, त्यहाँबाट चाहिँ 40 मिनट है। ल अब बेस क्याम्प आइपुग्यो। अब आज राति आराम गरेर भोलि हिँड्नुपर्छ।
ल फाइनली हामी बेस क्याम्प तिलिचो बेस क्याम्प आइपुग्यौँ वेल डन बुढी यता हेर ग्याप राखेर अहिले जान्छु अब नचप्ने हुन्छ 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 भाइ ल थ्याङ्क यू सो मच तिमी त म त्यहीँ खोकेर ढल्छ जस्तो आएर थियो चुरोट खा यस्तो होइन नि फेरि खोक्छ फेरि चुरोट खाइदिए निको हुन्छ ल ल बेस क्याम्प एकदम राम्रो रहेछ हिमाल चाहिँ यहाँ चिसो हावा हिमालको काखमा छौँ हामी अहिले एल्टिट्युड एराउन्ड 4000 अनि हामी भोलि चाहिँ यही बाटो हुँदै एराउन्ड 5000 अलमोस्टको एल्टिट्युड गेन गर्छौँ आजको हाम्रो बास चाहिँ स्विट होममा हुनेछ सो वी गन टेक रेस्ट हियर एन्ड देन वी गन वक टु Tilicho Lake tomorrow, which is just behind this mountain. हो तातो कुन छ ठिकै छ तातोमा धेरै नबस्नु होला एडभर्टाइजमेन्ट गर्नुपर्छ जस अहिले चाहिँ अफ सिजन हुन आँटेको छ मोटामोटी अलिअलि बेस क्याम्पमा चाहिँ मान्छेहरू देखिन सकिन्छ अबको एक वर्ष रे सरी एक महिनापछि चाहिँ यो चाहिँ ढ्यामडुम भएर मान्छेहरू चाहिँ तल माथि खाङसार अनि काठमाडौँतिर जाने रहेछ ल अब एकछिन रेस्ट गरेर भोलिको लागि तयारी गर्नुपर्छ हाउ आर यु फिलिङ नाउ गुड ल भोलि पनि अब यस्तै मौसम हुन्छ अलिकति विचार गर्नुपर्ने हुन्छ So we just began our journey from base camp to Tilicho Lake and here I'm with भन्दिनुस् हेलो मेरो नाम प्रतिमा प्रतिमा दिदीसँग आज हाम्रो जर्नी सुरु हुँदैछ अनि हाम्रो अगाडि दाजु हुनुहुन्छ दाजुको नाम भन्नु पर्यो सुदीप दाजुसँग हाम्रो जर्नी सुरु भइसक्यो अहिले हामी चाहिँ 22 घुम्ती कटेर अब माथि जान आँटेको हाम्रो क्राम्प बन्न अन भइसकेको छ अब योभन्दा माथि चाहिँ एकदम स्लिपरी भएको कारणले गर्दा चाहिँ सबैजना यहीँ आराम गरेर क्राम्प बन लगाइसकेको छ तपाईँ हामीलाई चिन्नुभयो हिजो बाटोमा भेटेको हामी गइसकेको फर्किरहेको तपाईँहरू आयो भनेर ठिकै हो उता आएन खासमा चाहिँ हामी फर्किसकेको थियौँ तर तपाईँहरू हामी सोध्यो नि त तिलिचो जानेर अनि हामीले फेरि माइन्ड यत्रो आइसक्यो तिलिचो जाउँ है भनेर भन्यो होला खासमा बिरामी भएको थियो ऊ अनि त्यही भएर फर्केको हामी बाइकमा होइन याद छ जस उहाँहरूले गर्दा आज चाहिँ फेरि हामी ब्याक तिलिचो आइसकेको छौँ खासमा चाहिँ हाम्रो मेरो मिसेस चाहिँ बिरामी भएको थियो अनि त्यो फर्किने प्लान थियो अनि उहाँ चाहिँ फर्किनु भयो हामी म त फर्किसकेको थिएँ नि आज बाटो फेरि फर्केको बेस क्याम्पसम्म म एपिएफको क्याम्पतिर गएर फेरि फर्केको क्या सो स्टोरी चाहिँ एकदम हामी कहाँ जाने थियो के गरेको थियो के भयो जस होपफुल्ली राइट डिसिजन नै लिएस लाग्छ मलाई चाहिँ अब हामी नियरली around 40 minutes from here and we'll be there in Tilicho Lake so stay tuned guys तपाईहरु फेमस पनि छ भन्छ नि मलाई हामी एज ब्यान्ड गर्दा हो म पहिला 4 वर्ष जस्तो एज ब्यान्डमा बजाए उहाँ चाहिँ हाम्रो एज ब्यान्डको पहिला एक्स member okay so now we will take 2 more minutes and then we'll head to Tilicho Lake and then we got APF team as well with us तपाईको टिम कति जना छ हाम्रो 15 जना so this is the way we go heading now 22 घुम्ते पछिको बाटो
we are now at Tilichul Lake. Woo! Right. Okay, as you can see there in the board, we are now at Tilichul Lake. Oh. Altitude at 4,919 meters. So, Andrea, I think we should take a picture before a lot of people come in here. So, You have a nice camera. I'll just take a quick video. So, guys, finally, we are here at Tilichul Lake. This is a view, morning view. It's around 9 in the morning. And this is the view. I'm with Andrea from Norway. She is super fast. She's super fast. Like a Sherpa. Like a Sherpa. Yeah, Nepali Sherpa. Norwegian Sherpa. Yeah, you deserve that name because I've seen you like all the way. You've been super fast. Super fast. I think it's mountains that gives me power. Is it? Yeah. Yeah, right. Cool. Do you want me to take a photo of you? Yeah, alright. Okay, this is the view from Tilichul Lake. Altitude of 4,919 meters. Look at this mesmerizing view of lake, mountains covered full of snow. Oof. What a peace to be here. We got a with the statue on the back as well. Right, guys, this is it. That's a very good decision to be here in Tilichul Lake. एउटै माला नेपाली सर्वभौम फैलिएको मेचीमा सेम गरिदिनु रहेछ कि भाइले त्यसपछि ल Alright, it's time to go back to base camp. I already had a good time here. Thank you, Tilichul Lake, for this opportunity. And also, I want to thank my wife for your support and courage. If you hadn't come to base camp, we just returned back to Pokhara, we wouldn't have achieved this. So, my achievement is your achievement. It's our achievement. Even though you couldn't come here, thank you for your support. Love you. So I'm going back to base camp and I'm going to meet my wife there and we're gonna head to Kangsar and then Pokhara. Thank you so much everyone for watching. So if you have any questions and queries, comment down below and I'll see you guys. Cheers, thank you. Thank you, Tilichul Lake. Goodbye, see you in next vlog. अहिले चाहिँ हामीले ब्रेक मान्दै
4. Quick snack break. पेट्रोल रङ चाहिँ पेट्रोल अब त्यहाँ पुग्ने बेस क्याम्प फाइनल्ली बेस क्याम्पमा हामी तिलचौडा फर्किसक्यौँ जानुभन्दा पनि ओह्रालो झर्नु चाहिँ साह्रो लाग्यो किनभने अब घोडामा असर पर्छ त्यो अनुसार ग्लुट्स अनि त्यो अनुसार एङ्कलहरूमा असर पर्ने गर्नु कारणले चाहिँ जाँदाखेरि बरु बिस्तारै हुँदै नि गइरहेको थियो 2 hour 40 minute लाग्यो हामीलाई जाँदाखेरि आउँदाखेरि चाहिँ 1 hour 45 minute विच इज गुड है एकदम दामी भ्यू छ आज पनि मर्निङ भ्यू अब चाहिँ बेस क्याम्प गएर चाहिँ खानासाना खाएर रेस्ट गरेर चाहिँ फेरि आज हामी ब्याक मनाङ कि खारसाङमा बस्नेछौँ बस अनि भोलिपल्ट पोखरा Thank you so much for watching till now. We'll update soon. Hey. Alright, okay, we are here at Dukur Pokhari. We just returned from base camp today. We went to Tilicho this morning and came to base camp. And today we have a special guest. What's your name? I'm Taito. Haito. So he's from Japan. So he is here for 3 weeks. And he's been doing a solo trek from, is it Bishisar. So this is your second time. Second time. Yeah. In Nepal. In Nepal. So he has been in Nepal before when he was around 25 years ago. 25 years I was ago. a university student. So he likes trekking and he also love our Nepalese tradition. So as you can see, Taito is holding a glass. That's Nepalese local Roxy. So he has also tried Tongba in Kathmandu. How do you define, what is the difference? Yeah. Maybe how to make it different. Yeah. We also have two sake, Japanese sake. Sake. And this one also we have very similar sake Kind of latte. as Roxy. So which one is better, this local Roxy or Tongba? I like both. Both. But I really want to include Tumba Tongba. again. So you want to try Tongba again? Right. Okay. So Taito wants to try Tongba again. So yeah, make sure when you go back to Kathmandu or any places in cities, you can ask for Tongba again and Yes, try yes, again yes. before you leave to Japan. Yes. Right. And I really surprised. Yeah. Almost owner of the hostel make Roxy by themselves. Themselves, right? Yeah. Cool. Amazing. Yeah, cool. So yeah, so we are staying here at Dokor Pokhari for tonight, and we're gonna head to Pokhara tomorrow. So thank you for watching till now, and I hope you all have fun watching my videos. See you on next vlog. Thank you.